सबैजनालाई धेरै धन्यवाद है। मैले कराएको, मैले किन कराएको भन्ने उपलब्धि यो हो है। त्यसले गर्दाखेरि के छ भने एकपटक लाइफमा कहिले पनि नबनाएको चिज, जसले एकचोटि बनाएर देखाएको चिज फेरि आफूले जस्ताको तस्तै बनाउन सक्नु भनेको यो सबभन्दा धेरै उत्कृष्ट ठुलो चेन्ज हो। त्यसले गर्दाखेरि यो अहिले सबैको हेर्दाखेरि एकजनाको पनि नराम्रो कतै पनि केही देखिया छैन है। बवाल छ। हिजो भर्खरै जीवनमा कहिले कहिले कतै गएर खाएको तर आफैले कहिले पनि नबनाएको चिज यतिको बनाउनु भनेको यो खोपीको कुरा हो। त्यसले गर्दाखेरि मैले दिनदिनै भनेको किनभने बाआमाले आफ्नै लागि खर्च गर्दै आयो, दाजुभाइले खर्च गरेको छ, बाआमाले खर्च गर्दै छ हैन, कसको भेनाले खर्च गरे होला, कसको दिदीले खर्च गरे होला यो सिक्नको लागि, तर आफ्नै लागि गरे हो है। विद्यार्थीले पनि टिचरको लागि पढ्ने हैन, त्यो विद्यार्थीले फेरि बाआमा जसले खर्च गर्यो उसको लागि पढ्ने हो। आफ्नो लागि पढाएपछि मैले जसरी दिनदिनै भन्छु नि, यो कसैले कसैको लागि पढाउन पठाएको होइन, आफ्नो लागि पठाएको हो। त्यसले गर्दा राम्रोसँग चाहिँ सिक्नु है। राम्रोसँग सिकेन भने भोलिको दिनमा दुःख पाइन्छ भनेर कराएको उपलब्धि हो। त्यसले गर्दाखेरि हामीले जहिले पनि याद गर्नु पर्यो, मेरो लागि मैले राम्रो गर्दैछु है। मेरो लागि मलाई चाहिँ कसैले खर्च गरिरहेछ, मेरो बाउले गरेको छ, आमाले गरेको छ, दिदीले गरेको छ, दाइले गरेको छ, भेनाले गरेको छ, भाइले गरेको छ, जसले जे गरे पनि आफै गरेको छ। जसले जे गरे पनि कोही यहाँ कमाइ गर्दै पढिरहेछ, अहिले यो कमाइ गर्दै पढ्ने भाइहरू फेरि अर्को बढ्दैछ। जसले गरे पनि आफ्नो लागि गरेको भनेर चाहिँ त्यो नसोच्यो भने यो प्रगति कहिले पनि देखिँदैन। त्यही भएर हामीले यो याद गर्नु पर्यो। म पटक पढाउने बेलामा किन गाली गर्छु त भन्दा यसैको लागि गाली गर्छु। भोलि एउटा राम्रो ठाउँ, मैले पटक भन्छु, जिन्दगीमा राम्रो ठाउँ, राम्रो मान्छे र राम्रो समय एकपटक भेट्छ अरे। त्यो हामीले अहिले करियर सुरु गर्दै भेटिरहेछौँ भने यसको सदुपयोग हामीले गर्न जानेन भने हामी जिन्दगी पछुताउनु पर्छ। त्यसले गर्दाखेरि यो चिज चाहिँ हाम्रो इम्पोर्टेन्ट हो। त्यसले गर्दा हिजो अस्ति कहिले पनि नबनाएको चिज आज यतिको लेभलको बनाउनु भनेको यो सबभन्दा उत्कृष्ट। यो 5-7 वर्ष एक्सपिरियन्स सेफहरूले बनाएको जतिको कलर टेक्सचर त्यो सबै त्यो आयो हैन। कमी कमजोरी त्रुटिहरू त के छ भने हामी जस्तो प्रोफेसनल सेफले बनाउँदा त आउँछ हैन। भर्खर हिजो मात्रै बनाएको कहिले नदेखेको चिज आज बनाउँदाखेरि थोरै कमी कमजोरी त्रुटिहरू हुन्छ हैन। त्यो भयो भन्दामा टेन्सन पनि नगर्ने हैन, बिस्तारै सुध्रिँदै जाने हो। तर सधैँभरि त्रुटि त गर्नु भएन नि, फेरि सधैँभरि मिस्टेक त गर्नु भएन हो। त्यो चिजलाई याद गऱ्यो भने र यति चिज अहिले जसरी बनाएको छ त्यो बनाएको चिज चाहिँ हामीले भोलिको दिनमा इन्डस्ट्रीमा गएर काहीँ चान्स पाउने बित्तिकै झ्याप्प गर्न सक्ने भयो भने जिन्दगी बनाउन त्यति धेरै समय लाग्दैन। हामी के छ, आज बनाएको भोलि बिर्सिन्छ, भोलि बनाएको पर्सि बिर्सिन्छ। त्योले चाहिँ जिन्दगी बन्न धेरै गाह्रो हुन्छ। जिन्दगी त बन्छ तर समय गएपछि बन्छ। समय गएपछि बनेको जिन्दगीको के अर्थ हुन्छ? केही पनि हुँदैन। त्यसले गर्दा यो चिज याद गर्नु पर्यो। यो सबैको बवाल छ। अब यो अहिले सेफले बनायो भने हैन हो, सेफले बनाएको जस्तो त अलि छैन नि त हैन। क्रिमिनेस हेर्नु त कस्तो राम्रो आयो हो। त्यसले गर्दाखेरि सकेसम्म सेफले बनाएको भन्दा उत्कृष्ट म बनाउँछु भन्नेतिर लाग्ने, त्यो भयो भने बवाल बन्छ है। अब यता भाउजूले बनाएको कुन चाहिँ हो रे? यो है, यो है भाउजूले बनाएको यो धन्य क्रिमी त आउनु लागेको रहेछ, तर त्यतिको त आएन नि हैन। यहीँ हेर्दा थाहा हुन्छ नि हो। यो ओयल चाहिँ यत्तिकै पनि ठिक छ, योभन्दा लेस गऱ्यो भने पनि ठिक छ, योभन्दा बढी गरेको चाहिँ ठिक छैन हो। यति चाहिँ याद गर्नु पर्यो है। यो कसले बनाएको? यो कसले बनाएको? स्वादिष्ट छ क्या हो। यो त खैरेलाई मिल्ने भएछ यार। अहिले चम्चा ल्याएको छैन, चम्चा ल्याउँदा के हुन्न। यो कसले बनाएको है? भाउजू होइन, भाउजू टोली हो। भाउजू टोलीको अब कस्तो हुन्छ है? ल ओहो बवाल छ त टेस्ट त। यो त नेपाली टेस्टमा बनेछ। अनि यो मास्टरले बनाएको हेर्नु पर्यो। ल ल ल मास्टरको टेस्ट कस्तो हुन्छ? मास्टर बवाल भयो। छ मास्टर सेफ भइसक्यो त। यो कसले बनाएर?
कसले बनाएको ए हो त्यस्तो हुनुपर्छ, त्यत्तिको चाहिँ हुनुपर्छ है। बवाल छ। हो हो। बडो ग्याङले राम्रो बनाएछ क्या अनि अर्को यो कसले हो? यो कसले हो? यो यहाँ टेस्ट हाम्रो। सुरु हुँदैछ हँ? फटाफट। यता मगर टोलीको हो क्या सर हो कति पास भइसक्यो मगर टोली पास भयो उहुँ। यो र यो एउटै हो मगर टोली पनि गजब छ ल, यो पनि ठिक छ। अनि यो चना कसको हो? यो मगर कसको? यो चाहिँ कसको? यो हन्ते टोलीको हो? अन्त्य टोली कस्तो हो पास भयो टेस्ट त मिल्यो, टेस्ट मिल्यो, तर चना पाकेन। काँचो कसले खान्छ? उहुँ। टेस्ट बवाल छ यो दुइटैको, तर चना पाकेन। यो कसको? यो त्यही मगर टोलीकै हो हो? टेस्ट हो ल बाबा चाहिँ टेस्ट आम्म। यो र यो एउटै हो पास आज यो कसको यो? सबैजना पास भयो जस्तो छ यो कसको? आज यो कसको यो? यो? भएन है। यस्तो राम्रो 5 वर्ष अनुभव सेपले बनायो मोबाइल बनाएछ आज अनि तर ठिक छ। यो कसको? यो न गुड न ब्याड छ सबैको नाकमा घोचेको। यो आलु कौली हाम्रो डिआई टोली होइन? यो कालो किन भयो? जिआई टोलीले गरम मसला टच गरे क्या हो आहा मिठो त मिठो भएर जा। त्यो पुस्ने कपडा ल्याउनु त मलाई अलिकति। ए त्यसको कपडा आफै कपडा यो खानाको टेस्ट मैले हिजो बनाएको चिज यत्तिको बनाउँछ भन्ने एक्सपेक्ट गरेकै थिएन। कस्तो बनाउँछ भनेर हेर्छु भन्ने थियो, तर आजको टेस्ट वाइज चाहिँ एकजना ग्रुप पनि फेल छैन, एकजना ग्रुप पनि फेल छैन। वाउ खोइ त ताली हिजो बनाएर एकचोटि देखेको, आज यत्तिको बनाउँछ होला भनेर सोचेको थिएन, तर बबाल बन्यो। यो टेस्ट बबाल छ सबैको, 1 से 1। कोहीको कलर अलिकति डिसमिस त यो त अब भइहाल्छ, जिन्दगीमा पहिलोचोटि बनाएको चिजहरू, तर टेस्ट वाइज चाहिँ यो 8वटै ग्रुपको यस्तो बबाल छ। हो यही बबाल चाहिँ भोलि हामी सबैले चिकन करी बनाउँछौँ, सबै ग्रुपमा चिकन करी। जति किलो लाग्छ मतलब छैन, तर विद्यार्थीले राम्रो बनाउनु पऱ्यो। आर्के लामा क्वालिटी यही हो है। आज जस्तो बनाएछ फेरि नेपाली फुलाइदियो भने फेरि मातिन्छ भन्छ नि, मैले यो फुलाएको होइन, रियालिटी जे हो त्यही बोल्दै हो। आज जसरी बनायो राम्रो मिठो, भोलि सेम त्यसरी नै सबै चिकन करी। आज भेज त यदि मिठो बनायो भने भोलि कल्पना गर्नै सक्दैन अब चिकन कस्तो होला। मासु पोल्दै नुन छर्किँदा मिठो हुन्छ है, पोलेर नुन छर्क्यो भने कसो नुनमा चोपेको मासु मिठो हुन्छ नि। अब करी भेजिटेबल करी यत्तिको बनायो भने, अनि अर्को याद गर्ने, संसारमा जसले भेजको आइटम मिठो बनाउँछ नि, मासु त्यसले 100% त्यत्तिकै मिठो बनाउँछ। यो चाहिँ याद गर्ने। त्यसले गर्दाखेरि सबैको उत्कृष्ट छ। दाल चाख्न बाँकी रहेछ यहाँ, हानिदिन्छु म। दाल फ्राई ए दाल फ्राई दाल फ्राई टेस्ट ओहो चम्चा अलि सानो भयो चम्चा सानो भयो ठिक छ, ठिक छ बबाल बबाल छ। छ ल थ्याङ्क यू भेरी मच है। घाँस आफू लैजाऊ है। एक